हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। तपाईँलाई स्वागत छ मेरो च्यानलमा। आज चाहिँ मेरो बोय माई बोय ह्यापी बर्थडे मेरो बाबुको बर्थडे छ। ह्यापी बर्थडे। सबैलाई धन्यवाद भन्छु। विश आइसक्यो। सबैलाई धन्यवाद भन्नु। नमस्ते भन्नु सबैले। नमस्ते भन्नु। नमस्ते भन्नु सबैले। नमस्ते सबैले नमस्ते भन्नु। नमस्ते नमस्ते भन्नु। नमस्ते नमस्ते सबैलाई नमस्ते। बाजे पिठो मेरो छोराको बर्थडेको दिनमा चाहिँ हाम्रो फर्स्ट बर्थडे भएर अलिअलि हेल्प गरौँ भनेर हाम्रो गाउँको स्कुलमा जाँदैछौँ। अनि भराभरिको स्कुलमा गएर हामीले आफूले सकेको सानो सहयोगबाट चाहिँ सुरुवात गर्छौँ। यसरी नै भोलिपट्टि भविष्यमा हामीले एकदम धेरै सहयोगहरू गर्न पाऊँ सबैलाई भन्ने सोचका साथ अगाडि बढौँ। यो सकारात्मक सोच, सकारात्मक बर्थडे। ह्यापी बर्थडे। आजको मेरो बुढीको आउटफिट चाहिँ यस्तो छ। टाका लाएर म चाहिँ यस्तो तालमा चाहिँ हल्का सिलपाडामा हामीहरू जाँदैछौँ बाह्रबुढीमा गएर डोनेसन गर्ने भनेर हामी चाहिँ हिँड्दैछौँ। बाबुको बर्थडे भएर त्यहाँ खाएर अनि फेरि हिँड्छौँ है त हामी। चिया खानु पर्यो अनि त्यहाँ जानु पर्यो। ल देखाइयो त अर्ग्यानिक खाना। ल भाउजूले पकाउनु भएको अर्ग्यानिक कुखुराको मासु, चटनी, अब दाल आउँदैछ गाइजहरू। खाना त्यहीँ राख्नु। ल गाइजहरू भाउजूको घरमा आइपुग्यौँ हामी। खाना लोकल कुखुरा पलाएर। हजुर मलाई रिफल देऊ न मम्मीहरूलाई। ठिक छ ल विशेष खाना हो। ल झप्प खानुपर्छ अब। हातले खाऊ कि चम्चले खाऊ? हातले खाऊ न। म त त्यो चम्चाले खाए जस्तो हुने कि। कस्तो हातले खाने खाऊ कि? हातले खाउन पकालेर आऊ न। ल गाइज हामी भात खायौँ। पिरो भएर पिरो छैन होला। ठिकै छ बाबु के खानकै थोछ ल गाइजहरू है। ओहो कति धेरै हालिदियो फेरि यो प्राउन फेरि। ओहो कति धेरै प्राउन हालिदियो फेरि। ल धन्यवाद है। बिस्तारै खानु बाबु। ए बुबु यहाँ बर्थडे त हड्डी फाल्ने कहिले मम्मी त दाल छ बाबु किन निस्किनु दाल कतै दाल म दाल दिएँ। वाउ खाऊ वाउ कस्तो मिठो अर्ग्यानिक छ। मिठो छ नि। अस्ति आए सानो हुँदा आएको है हामी। ल खाना खायौँ अब हामी रेडी भएर यता जाँदैछौँ सरेर लाएर। ल जाम गाइजहरू अब।
मैले बोक्छु बोक्छु कि मानेन मैले बोक्दा छाता उठ्छ के तपाईँ गाह्रो हुन्छ नि उहाँ हुन्न गाह्रो हुने हो काम झुन्डाउने नि ल ओ के येलो बोके सोचिरहनु थिएन जहिले बोक्ने हुन्छ आमा त जति हेर्नु बोक्छु मैले नि हातमा दिनु छाता लिने भनेर हो क्या यो मान्छे त छाता लिने भनेर नमानेको के त्यो उसलाई होइन बहिनीसँग नमाने भनेर छाता छुट्टिन्छ कि भनेर मम्मी म यो झोला राखेर छाता नछोड भन्नु नि घाम लाग्यो भन्नु के छाता पाउँदैन कि भनेर के पारेको हो त्यही हो त हिरो छाता छुट्नु त्यही हो छाता छुट्टिन्छ कि भन्नु होइन त घामले पोल्छ नि है घामले पोल्छ नि ल ल ल ल ल समाज ल समाज ल ए फेरि कतै हेरेको होला ल जान्छ पत्रकार अगाडि छ है खिचिरहेको छ ल जाउँ ल गाइज हो हामी त स्कुलमा हिँड्यौँ आइसलाई स्कुल पढाउनु जाने आइसलाई स्कुलमा जाने है आइसको स्कुलमा जाने हो हामी त हेरेर मुन्टो कोल्टे कोल्टे गरेर त्यसको बाबा खोजेको कि जाउँ भाउजू ए गाई न आहा हा हा ल यो चाहिँ भराभरी गाउँमा सर देखिन्छ है भराभरी गाउँ ल हेर्नुहोस् है गाइजहरू सर यस्तो भयो अहिले बाटो साटो छ अब यहाँ चाहिँ 1 अरब बजेट छुट्याएर तल माथि पुरै चाहिँ डबल लाइनको चाहिँ पिच गर्नुपर्ने छ होइन अब बालिन सरकारले छुट्याउला बजेट नयाँ स्टाइलले बनाएर चाहिँ घर पनि यो पनि नयाँ स्टाइलले बनायो राम्रो बनायो मान्छे छैन मान्छे छ होला नि यहाँ मान्छे बस्छ ए उता उठ्ने गर्थ्यो नि जेपी झोला जस्तो भयो जेपी झोला जस्तो भाउजूले माग्न पाए हुन्थ्यो सरर भराभरी गाउँ है यो चाहिँ हाम्रो आहा मेरो ससुरालीमा छिनछिनमै दिल बस्यो कान्छी सालीमा पुरै यस्तो छ है यतातिरको सिन देख्न सक्नुहुन्छ ल आहा छैन त बबाल हो नि आज हामी घुम्दै घुम्दै यहाँ अर्ग्यानिक गाउँमा जान्छ साली स्वर चाहिँ दामी हो के यहीँसम्म सुन्यो माइकै चाहिँदैन क्या मेरो बुढलाई फेरि आवाज त्यस्तो छ क्या कडा के कडा ल जाम गाइजहरू अब हामी भाउजूको घरबाट मजाले खाना खाएँ मैले अब चट्ट लाएर स्कुलमा गएर अलिअलि आफूले पङ्सालले नि पुग्ने नि बिचरा सामानहरू बाँडेर अनि अब यसो जाँदैछौँ गाइजहरू अब हामी त टक्क लाएर यहाँको एकदम वेदर फेरि बबाल के चट्ट लाएर जाँदैछौँ हामी स्कुलमा होइन भराभरी भन्ने ठाउँको स्कुलमा कुनामा सर टक्क लाएर शीतल ठाउँमा रहेछ स्कुल राम्रो रहेछ सर जाँदैछौँ हिँड्दैछौँ टक्क हाम्रो सबै आफन्तहरू बाबुहरू सबै आएको छ होइन हामी त इन्ट्री गऱ्यौँ टक्क लाएर स्कुलमा वाउ स्कुल त बबाल अर्ग्यानिक बबाल छ क्या फेरि एकदम नेचुरल बबालै छ कि गयो आनन्द लाएर आहा सरहरूसँग भेटियो होइन एकदम खुसी लाग्यो यहाँ सरहरू सबै राम्रो हुनुहुँदो रहेछ एकदम वेलकमिङ हुनुहुन्थ्यो सबैजना होइन सबै खुसी हुनुहुन्थ्यो चट्ट लाएर चाहिँ नि सबैसँग भेटघाट गरी यो अफिस कोठा रहेछ चट्ट लाएर यो चाहिँ क्लास रहेछ कति 5 क्लाससम्म होइन यहाँ ए बाबुहरू रहेछ ओहो कति राम्रो हेर त कति राम्रो बाबु नानीहरू ल यस्तो प्रकृतिको बिचमा राम्रो छ त हेल्प गर्ने भनेर 1 कुन्टा भयो 1 कुन्टा त होइन 4-4वटा 1 कुन्टा भन्नु हुँदैन फेरि अलिअलि हामीले सकेको सहयोग गर्ने भनेर चाहिँ हामी आएको छौँ सक्नुहुन्छ हाम्रो स्कुल कति राम्रो छ नि स्कुल त लाउन नि गाई आएर हग्दैछ गाईजहरू हेर आमा भनेको
नमस्ते 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 यहाँ चाहिँ कोरियन पनि आएको छ उयोहरू के भनिन्छ हिमालय ओजी हाक्यो था सामनिदा थाप्सादे कोरियनहरूले यहाँ स्पोन्सर गरेको छ नि फाराओ के लेख्छ फाराबुरी फाराबुरी वा के लेखेछ छामे खेलन मेत्ता के भनेको आमा हो यहाँ आएर कोरियनहरूले यहाँ आएर हिमालय उजी हाक्यो थाप्सादे फाराबुरी वा छामे खेलन मेत्ता सबै बजार बसेर होला कि यहाँको बासिन्दाहरू नभएर बासिन्दै नभएर नमस्ते सबैजनालाई नमस्ते ऊ नमस्ते रे फेरि कसको छोरी हो बिचरा आमा नि सेतीमारीको छोरी अप्पा नमस्ते 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 गरिदेऊ नमस्ते गरिदेऊ थ्याङ्क यू नमस्ते नमस्ते गर नमस्ते नमस्ते गर ओ नमस्ते बच्चाहरू कस्तो माया लाग्दोहरू यो त नर्सरी यो नर्सरी क्लास रहेछ राम्रो छ बाबु अनि हाम्रो तयारी हुँदैछ चट्ट लाएर होइन अब सरहरूले फेरि यताउता गर्नु पर्छ अलिअलि सानो कार्यक्रम जस्तो औपचारिक कार्यक्रम जस्तै राख भन्नुभयो होइन खासै त्यस्तो गर्नुपर्ने अवस्था त थिएन यसो हल्का सानो यसो सहयोग हो त्यही पनि अब सरहरूले भन्नुभयो अनि त्यसपछि हामीले टक्क लाएर सेटअप मिलाउनलाई लाग्यौँ है बाबु नानीहरू कति राम्रो रहेछ कति ज्ञानीहरू रहेछ एकदम रमाइलो भयो होइन एकदम खुसी लाग्यो बाबु नानीसँग भेटेर चट्ट लाएर आनन्दले बाबु नानीसँग खेल्दै यतिकै होइन चट्ट लाएर रेडी गर्दैछौँ हामी त चट्ट लाएर होइन एकदम मजाको फ्रेस हावामा होइन शीतलो त्यो जियोस् बजारतिर भन्दा चाहिँ अलिक शीतलैकै माथि गाउँतिर एकदम शीतलो चिसो हावा होइन अब हरेक सुविधाले अलिकति तलै भए पनि होइन जियोस् नेचुरल हावा र नेचुरल अर्ग्यानिक खाना चाहिँ यहाँ चाहिँ मजाको पाइन्छ है हाम्रो बराबरी गाउँमा त विकासले अलिक छुन सकेको छैन यहाँ पनि पुरा विकास हुनुपर्छ बराबरै सबैलाई अपर्च्युनिटी मिल्नुपर्छ भन्छु नेपालमा तर अब यहाँ पुग्न सकेको छैन छिटै 1-2 अरब बजेट छुट्याएर यहाँ त पनि राम्रो होस् कि बाबु नानीहरू टक्क एक्साइटेड छन् अब हामी केक काट्नलाई तयारी गर्दैछौँ काटियो केक हे हुर्रे ह्याप्पी बर्थडे मेरो छोरा यहाँ ल चट्ट लाएर मनाउँदैछौँ हामी त्यही बर्थडे टक्क बाबु नानीहरूसँग सेलिब्रेसन आनन्द लाएर अनि सानो हाम्रो तर्फबाट पुरस्कार सानो गिफ्ट भनौँ कि के भनौँ होइन गिफ्ट अनि सानो यसो कुराहरू ल ठिक छ बाबुहरूको राम्रो होस् बाबु नानीहरू राम्रो होस् फेरि यस्तो सहयोगहरू लिएर आउँछौँ हामी स्योर आउँछौँ त्यही अब हाम्रो गाउँकै चेली होइन चेलीकै बाबु अब आज हाम्रो आयुष तामाङको फर्स्ट बर्थडे होइन त्यो चाहिँ अब बराबरीमा हामीले सकेको सानो सहयोग होइन अब धेरै पुग्न सकिन्छ पछि सकेला पछि गरौँला भन्ने छ होइन आजै जति सकेछौँ हामीले हाम्रो परिवारको तर्फबाट सबैको तर्फबाट सानो सहयोग हाम्रो यता बाबु होइन यो सानो कार्यक्रम गरिदिनु भएको सरहरूले सबैलाई धन्यवाद दिन चाहन्छु र बाबु नानीहरू उज्जवल भविष्यको कामना गर्दै भविष्यमा अझै ठुल्ठुलो सहयोगहरू भन्दै अब हामी के कार्यक्रम यहाँ पनि छ देऊ यहाँ बच्चाहरूलाई के हुनु कस्तो ज्ञानी बच्चाहरू भाइ कस्तो माया
भोलि पर्सि फेरि आउँछ है आन्टी है कस्तो ज्ञानी बच्चाहरू रहेछ नि अहिले त हाम्रो स्कुलमा त टिचरहरूले ज्ञानी बनाउनु भएको होला नि ज्ञानी साह्रै ज्ञानी रहेछ कि बाबुहरू त आमा शीतल बस्छ ए आन्टीलाई दिउ न कुन्टु ठुलो होइन ह्याप्पी बर्थडे सानो रबिनलाई रोशनीलाई अनि राइली भाउजूलाई अरू कसरी उता गाउँमा कसरी अरू लैदिउ थपिदिनु कहिले खाने सरल थपिदिनु त थपिदिनु थोरै ल हेर्नुहोस् है अब दिदी यहाँ आएर पुरस्कार यसले कपी कलम दिएर खुसी लाग्यो हो राम्रोसँग पढ है राम्रोसँग पढ है खुसी लाग्यो रे हेलो अनि कपी कलम पाएर खुसी लाग्यो हो अनि केक खाएर मिठो भयो हो केक कस्तो मिठो रहेछ भोलि पर्सि फेरि आउँछ है ज्ञानी भएर पढ टिचरहरूले भनेको मानेर ज्ञानी भएर स्कुल दिनदिनै आऊ है फेरि तिमीहरू यसरी दिनदिनै स्कुल आयो भने आन्टी फेरि पनि आएर फेरि पनि यस्तो दिन्छ है अर्कोचोटि धेरै दिन्छु ज्ञानी भएर पढ है एभ्रिडे स्कुल आऊ है बाई भनिदेऊ ल सबैजनालाई बाई भनिदेऊ खुसी लाग्यो रे खुसी भएर फुरुङ फुरुङ भएछ बच्चाहरू यहाँ त कोही छैन खुसी भएर यी बेखुसी भएको थियो मात्रै फन फन टुलेको खुसी लाग्यो ठुलो मम्मी आएर खुसी लाग्यो अनि केक खाएर मिठो भयो ल सबैजनालाई आई लभ यु भनिदेऊ न त सबैजनालाई आई लभ यु गर्दै मिठो भएर बाबु तिम्रो नाम के रे रोशन डन्या सबैले खान्छ बिचरा मिठो रहेछ 2 वर्ष बन्द अब 2 वर्ष बन्द गुलियो ल बर्थडे मनाए यहाँ साथीहरूसँग बसेर है ए आइसले बर्थडे मनाए यहाँ यता साथीहरूसँग सर ठिक छ के यस्तो गर्छ हुन्छ लौ लाग्छ ल धन्यवाद है हस् कस्तो राम्रो गिफ्ट दिनुभयो है माइजूले राइली माइजूले राइली माइजूले गिफ्ट बाबु कस्तो राम्रो रहेछ गिफ्ट राम्रो रहेछ खुसी भएको ह्याप्पी बर्थडे यम्बी आर्यन्स सबैलाई धेरै धेरै मनबाट नै सबैलाई धन्यवाद होइन हाम्रो भिडियो हेरिदिनु भयो होइन सानो सहयोग हाम्रो फ्यामिलीको तर्फबाट गर्न सक्यो र मेरो बाबुलाई फेसबुकमा टिकटकमा सबैतिर वेल विश गरिदिनु हुने र ह्याप्पी बर्थडे लेखिदिनु हुने लाइक कमेन्ट गरिदिनु हुने सबैजनालाई थ्याङ्क यू सो मच बाबुको बर्थडेमा बाबुलाई अलिक डिस्टर्ब हुन्छ भनेर धेरै हामीले त्यस्तो ठुलो सेलिब्रेसन केही पनि गरिएन पछि भविष्यमा फेरि बाबु अलिकति ठुलो भएपछि सबैजनालाई छुटेको साथी भाइ इष्टमित्र सबैलाई इन्भिटेसन गर्नेछौँ र त्यतिखेर फेरि रमाइलो गर्नेछौँ भन्दै थ्याङ्क यू सो मच आई लभ यु अल
किप वाचिङ माई भिडियो माई ब्लग किप सपोर्टिङ र सपोर्ट गरिरहनु भएको पनि छ। सबैलाई धेरै धेरै धन्यवाद। फेरि पनि मुरी धन्यवाद भन्दै आजको भिडियो टुङ्ग्याउँछु है त। ल ओहो घरमा सानो सेलिब्रेसन चाहिँ गरियो, त्यो पनि अब फर्स्ट बर्थडे भएको भएर यसो हल्का यताउता 1-2वटा परिवार मात्रै यसो गरियो, तर सबैलाई धेरै धेरै माया छ है त। लायन चाहिँ दाइ बाबु यतै